हेलो साथीहरु, पानी बोकेर जाँदैछु म। हाम्रो यहाँ खतरा रमाइलो भइरह। हेलो हेलो गाइज। ए कान्छा भाइ, मम्मी हुनुहुन्छ उता पछाडि। जे होस्, हामी चाहिँ सर्लाहीको बसाइ एकदमै रमाइलो थियो साथीहरु। अब भोलि जानुपर्छ है। बहिनी लुक्दैछ यता, बहिनी लुक्दैछ साथीहरु। मम्मी हामीले आँप पनि टिपेको थियो, यहाँ बहिनीले आँप बोकेको छ। भागे भागे भाइ, हामी चाहिँ कुवाबाट पानी लिएर आएको साथीहरु। त्यही कुवाको छेउमा आँपको बोट थियो। भोलि अब यो बहिनी अनि मेरो साथी काठमाडौँ जाने, उतै बस्नुहुन्छ नि त। अनि त्यही भएर बच्चा बच्ची छ उतै पढ्न भनेर त्यो बच्चा बच्चीलाई आँप लहनलाई आँप टिप्न गएको। भोलि म नि जान्छु। आज 3 दिन भयो मलाई नि यहाँ आएको। त्यस राम्रो भयो साथीहरु, एकदमै बसाइ चाहिँ एकदमै राम्रो थियो। अब जानुपर्छ, के गर्नु, सधैँ बसेर त हुँदैन। म चाहिँ घर पुगेँ साथीहरु। यता हेर्नुस् गाइस, आँप चाहिँ टन्नै छ है। आउनुहोस् होला, देखाउँछु आँप। यहाँ हेर्नुस्, खतरा छ आँप। यहाँनिर मेरो साथी चाहिँ पानी लिएर आउँदै हुनुहुन्छ टाउकोमा। र बाबा चाहिँ यहाँनिर हात धुँदै हुनुहुन्छ। आयो मेरो भाइ चाहिँ हेर्नुहोस्, यहाँ उता फर्केर बस्नु भइरहेछ। आँप खान नसकेर रिस उठेर चाहिँ उता फर्केर बस्नु भइरहेछ। मेरो बहिनी चाहिँ यहाँनिर आँप बोक्न नसकेर यहाँनिर हेर्नुहोस्, आँपको बोट चाहिँ यता पनि छ साथीहरु। हामीले आँप चाहिँ बोटमा पनि टन्नै फलिरहेको छ आँप। आउनुहोस् होला खान। यतातिर कुखुराको खोर छ साथीहरु। यता कुखुरा, लोकल कुखुरा पालेको छ। यहाँ कुखुरा छ साथीहरुलाई हेर्न सक्नुहुन्छ। ठुल्ठुलो भालेहरू छ क्या साथीहरु। मैले यस्तो भाले त हैन, 2-3टा खाइसक्यो, 2-3टा काटिसक्नु भयो। लोकल कुखुराहरू हो यो साथीहरु। यहाँ घरमा बुवा र मम्मी मात्रै बस्नुहुन्छ साथीहरु। अनि सबै भाइहरू कोही विदेशतिर छ, 2टा भाइहरू हो विदेशतिर छ। भाइहरू चाहिँ कान्छा भाइ भर्खर आएको छ घरमा। यता कठहर टिप्नु भयो, कठहर पाकेको छ साथीहरु। फेरि यता कुखुराहरू हेर्नु न, ससाना कुखुराहरू चाहिँ यतातिर छ साथीहरु, चढिरहेको छ। यता बाख्राको खोर पनि छ। बाख्रा पनि टन्नै पाल्नु भएको छ, गोरु छ। अनि यस्तै छ साथीहरु। मम्मी बाबा एक्लै बस्नुहुन्छ रहेछ यहाँ। हेर्नु न, बाख्राहरू छ, बाख्रा छ। देख्नुभयो साथीहरु, सानो सानो पाठाहरू पनि छ। कुखुरा दौड्यो। आँप खाँदा खाँदा घमेउरो आइसकेको छ साथीहरु। शरीरतिर चिरिक 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 गरिरह घमेउरो आएर। अब पानी पर्छ बुवा। यता चाहिँ नयाँ घर बन्दैछ, तर यो कुकुरले चाहिँ राम्रो काम गरेको छैन साथीहरु। यो कुकुरले चाहिँ नयाँ घरभित्र गएर हग दिइरहेको रे।
यता कुकुरहरू हेर्नु न कति धेरै छ कुकुरहरू पानी पर्छ बुवा अझै